Pasham versus Purba Part 4. खोर्सानी खुर्सानी सन्तोला सुन्तला बुइनी बहिनी आन्टी आन्टी काकीवाला आन्टी होइन त हो यो नानी त साह्रै राम्रो रहेछ त कहाँ नानी हुनु यो त बाबु पो हो त हाम्रोतिर बच्चा भनेकै नानी हो क्या चाहे त्यो छोरा होस् चाहे छोरी होस् हाम्रोतिर चाहिँ छोरालाई बाबु छोरीलाई नानी ढाड कन्नो हाँस्नु पर्ने छैन लास्टमा न हो क्या न ओके आल्ना 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 भनेको त्यो लुगा राख्ने यसरी डन्ठी डन्ठी भएको स्टेप बाई स्टेप लुगा राख्ने हुन्छ क्या दराज दराजमा पनि लुगा राख्न त मिल्छ तर त्यो होइन आल्ना भनेको चाहिँ स्पेसिफिकल्ली लुगै राख्नको लागि भनेर हाम्रोतिर प्रायः जसो दाइजोमा दिने गरिन्छ आल्ना त मैले सुनेको छैन पश्चिममा हुँदैन जस्तो छ आल्ना खै मैले त सुनेको छैन त्यसलाई के भन्छ भनेर हजुरहरूलाई थाहा छ भने कमेन्टमा लेखिदिनुस् ल खरेटो सिट्ठे कुचा सिट्ठे सिट्ठे थाहा छैन खरेटो भनेको भुइँ बढार्ने मोटो मोटो वाला त्यसलाई चाहिँ नरिवलको पातहरूबाट सिनको झिकेर बनाइन्छ क्या त्यसैलाई हामी चाहिँ सिट्ठे कुचा भन्छौँ ओके भाँडा माझ्ने मस्को भाँडा माझ्ने पोतो पोतो त चुलो लिप्नेलाई पो भन्छ त चुलो लिप्नेलाई पनि पोतो नै भनिन्छ भाँडा माझ्नेलाई पनि पोतो नै भनिन्छ निगुरो निउरो निगुरोवाला साग के निउरोको सब्जी निउरो त हस्पिटल मात्रै सुनेको छु है मैले कच्छु 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 भनेको आलु जस्तै हुन्छ नि चिप्लो चिप्लो पिँडालु पिँडालु पनि हो आशा छ यो भिडियोबाट पनि तपाईँहरूले केही नयाँ शब्दहरू सिक्नुभयो होला के नयाँ शब्द सिक्नुभयो त्यो कमेन्टमा लेख्नुहोस् है त र अर्को पार्ट चाहिन्छ भने त्यो पनि लेख्नु होला